यस्तो भद्रगोल रुम कस्तो हुन्छ राम 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 भद्रगोल यति मिलाउनको चक्करले यो सब यत्रो खाँदेर राखेर चाहिँ मैले गाइस यहाँनिर अब मैले यो स्टुडियो योभन्दा राम्रो देखेन क्या स्टुडियो फिट गर्दैछु अब यो चाहिँ ल्यापटप बस्छ होइन यहाँनिर यसो अलिअलि सामानहरू बस्छ यहाँ चाहिँ एउटा चेयर आउँदैछ सो हेलो एभ्रिवान वेलकम ब्याक माई अनदर भिडियो आज गाइस बिहानै भ्लग स्टार्ट गर्नुको कारण चाहिँ के भन्दाखेरि चाहिँ बिहानै एउटा पार्सल आएर चाहिँ होइन मेरो मैले चाहिँ मुखै नधोइकन त नभन्नु मुखै धोएँ निन्द्रामै उठेर भ्लग बनाउन थालेँ त्यसले नभन्नु होला अब त्यस्तै भन्नुभयो बिहानै पार्सल आयो के आएको रहेछ त्यो म एउटा खोलेर देखाउँछु सामान चाहिँ यही हो है गाइस यसलाई खोलौँ ओइफो छ 500 केजीको ल गाइस सामान चाहिँ यही हो खोलौँ बिहानै दिमाग खराब हरेन बजाएको गरेको खानाको आएको सुत्नै पाएन बेलुका ढिलोसम्म भिडियो एडिटिङ गरेर अनि सुतेको चक्को पनि केही नलागेको त यस्तो अनबक्सिङ यही हो यो हो यो हो यसको तलको बाहिर हो ओहो एउटा लेटर दिएको रहेछ कसरी फिटिङ गर्ने भनेर अरू केही छैन अब गाइस तपाईँहरूलाई कन्फ्युजन लागिरहेको होला यसले के देखायो बिहानै भन्नु होला होइन अब यो भनेको चाहिँ टेबल हो होइन अनि यसको यो अब टेबल अडाउने एउटा के भन्ने अब खुट्टी भनौँ न होइन अब यसलाई यो चाहिँ त्यो हो होइन अब प्रोफेसनल तरिकाले बसेर भिडियो एडिटिङ गर्नु पऱ्यो भनेर मैले चाहिँ मेरो यहाँ सानो सानो हुन्छ नि सानो सानो टाइपको यहाँनिर अब यो एकदमै गजाङ भएको गाइस यसलाई इग्नोर गर्नु होला होइन यो नराम्रो भएको त अब यहाँनिर चाहिँ मैले टेबल यो नर्मल टेबल हो क्या स्टडीको लागि काम दिने पनि हो अब सिम्पल ल्यापटप राखेर त काम गर्नु पर्ने नि त अब ठुलो डेस्कटप अनि त्यस पछाडि पिसीहरू राख्न चाहिँ अब यो हुन्छ नि त्यसको लागि चाहिँ हेल्पफुल नहुनसक्छ ल्यापटप सिम्पल ल्यापटप राख्न त हुन्छ भनेर मैले यो मगाएको हो होइन अलिकति अग्लो चाहियो क्या यो मेरो यो पहिला मैले यो ल्याएको चाहिँ होचो छ होइन अनि होचो भइसकेपछि चाहिँ मलाई लास्टै काम गर्न गाह्रो भयो नि त निहुरिनु पऱ्यो होइन मेरो बस्नु ठाउँ पनि अनि मैले एउटा कुर्सी पनि मगाएको छु सस्तो खालको 7-8 हजार जति जाने खालको कुर्सी पनि मगाएको छु अब त्यो अलि महँगो नि जस्तो लागिसक्यो मलाई त्यो अब फेरि कुर्सी फेरि सस्तो खालको नआउँदा चाहिँ यस्तो झ्याउ भइरहेको होइन अब हेरौँ कहिलेसम्म आउँछ तर अब यो चाहिँ भने अब म जान्छु कि जान्दिनँ एकचोटि फिट गरेर चाहिँ हेर्छु होइन त्यही पनि अब अफिस जाने बेला ढिला पनि हुन लाग्यो कतिसम्म भ्याउँछ त्यतिसम्म गरौँ यो मेन भनेको यो हेर्दै गर्नुपर्ने हुन्छ यहाँ कहाँ 1 नम्बरबाट सुरु भयो यो यसरी राख्ने रहेछ होइन यसरी राख्ने भनेपछि अब यो स्टार्ट गरौँ है त यतिको गुड्ने भयो यो ल गाइस फाइनली मैले यसलाई रेडी गराएँ होइन यो चाहिँ यहाँनिर यसरी यहाँबाट चाहिँ घटाउन बढाउन मिल्छ होइन यो हल्का तल झार्न नि मिल्यो माथि अहिले चाहिँ मेरो ठ्याक्कै कम्मर आइपुगेको छ यो यति भएपछि बबालै हुन्छ अब यो भनेर चाहिँ मलाई अब जहाँ राख्न नि मिल्यो कि यो ओछ्यानै बसेर गर्छु भन्दा पनि भयो ठ्याक्कै लेभलमा ल्याएर अब मेरो ढाडा पनि छ फेरि टक्क निहुरिन नमिल्ने गरेर होइन कुर्सी ल्याएर अग्लो बनाएर म यस्तो माथि हेरेर टाइपिङ गर्छु भन्दा नि गयो होइन यो भएपछि ढुक्क भयो नि त होइन भनेर ल्याइयो यो अब हल्का चाहिँ हल्का हुन्छ होइन लगभग यो 500 केजी भन्दा छैन होला हो यो आमैले लुगा राखेर सक्दिनँ त काम छैन हेरेँ सो अब भनेदेखि चाहिँ फिटिङ भइसक्यो अब नुहाइ धुवाइ गरेर अफिसतिर लागौँ धेरै बेच नर्मल बिहान भइसक्यो ल गाइस म अफिसमा छु अहिले चाहिँ होइन सरसफाइहरू गरिसकेर गाडी यता थन्काइदिएँ अनि एउटा कुरा गाइस मेलम्चीको पानी आएछ भाडा चाहिँ यो हो होइन अघि मैले खोलेर पनि हेरिसकेँ 1 बाल्टी पानी थाप्नु गाडी धुनु पऱ्यो भनेको फोहोर आएर चाहिँ पानी चाहिँ अर्को ठाउँ पनि देखाउँछु माथि पनि पानी आइरहेको थियो कुर्सी चाहिएको थियो गाइस यहाँनिर खोइ मान्छे हुनुहुन्न कि क्या कुर्सीवाला त छैन गाइस एउटा कुर्सी चाहिएको थियो यता पनि छ पसल यता चाहिँ जम्मै 5000 घटीको चाहिँ कुर्सी छैन 4000सम्म लास्ट दिन्छु भनेर भने मानेनन् हातै धुलै धुलो राखेको कुर्सी कहाँ खोज्ने होला त यार अलिक ठिक्कको चिटिक्कको 45-48 सम्म लैजानु भन्छ
पैसा हुनु परेन यसो रुममा भिडियो एडिटिङ गर्दाखेरि अलिकति कम्फर्टेबल तरिकाले काम गरौँ भनेर किन्न खोजेँ भएन टेबल त किनेको थिएँ कुर्सी अलिकति स्टाइलको भइदियो थियो अलिकति काम गर्न अब बेलुका अब 3-4 घन्टा काम गर्छु रुममा एडिटिङ गर्दाखेरि अलिकति ढाड दुखेर अलिक गाह्रो भयो क्या हुन त अब यति धेरै सामानहरू जोड्नको लागि इन्कम त छैन मेरो अहिले यसो सस्तो मस्तो सेकेन्ड ह्यान्ड कतै पायो भने जोडजमट गरेर काम चलाउँदै गर्नुपर्छ पछि यसो यहीबाट यसो अलिकति धान्ने भइसकेपछि जोड्नुपर्छ होइन दुःख पाइयो गाइस गाडी निकाल्दैछु म किनकि त्यहाँ अगाडि मेलम्चीको पानी पड्केछ है बल्ल बल्ल पानी आउँछ अनि पड्किन्छ यस्तो नि हुन्छ अब यहाँ यो मेरो गाडी अनि यो रातो गाडी बाटो बाहिर लगेर राख्नुला यहाँ अरू थुप्रो गाडी छ अफिसमा कसैलाई जानकारी छैन बाटो खनेर ध्वस्त बनाउँछ अरे अहिले गाडी निकाल्नै पाइँदैन अब मेरो त फेरि अलिक खतरनाक गाडी पऱ्यो फेरि निकालिराख्नुपर्छ है भित्र बाहिर गरिराख्नुपर्ने गाडी अहिले यहाँ टेन्सन हुन्छ फेरि गाडी चाहिँ निकालिहालौँ भनेर रोड बाहिर राख्नुपर्ने भयो अब यहाँ अफिसतिर आउने साइडपट्टि बाटो खन्ने भएपछि अब बाटोमा गाडी राख्न मिल्दैन कता पुरा डोजर कहाँ लगेर राख्ने त दाइ अब तपाईँहरू डोजर कुन उसले राख्नुहुन्छ कता राख्नुहुन्छ डोजर यता बस्छ हामी त्यसो यताबाट लगेर राख्दा हुन्छ ल ठिक छ त्यसो भए त डोजरलाई यता कटाइदिइहाल्नु न अनि हामी लेफ्टतिर गइहाल्छौँ हो यो रातो गाडी यहीँनिर खण्ड लाग्यो कि गाई यहाँनिर खण्ड लाहा मिलाउँछ घटङ टङ 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 अघि मैले पाइप देखाएको थिएँ नि हो त्यहाँनिर चाहिँ यो मेन पिच रोड नै भत्काएर खन्ने अरे यता त ब्लक छ होइन ल हामी जान्छौँ लेफ्टतिर जेसिबी अब अगाडितिर माथि बाटो ब्लक गरिदिनु नि त नि अनि क्या अप्ठ्यारो फेरि नि त नि फेरि खन्ने भनेर लुक एट दिस गाइज धेरै दिनपछि आरएनजिसी आएको छु म रुगा लाग्ला जस्तै बनायो थिएँ एकैछिनमा अघि जेसिबीले गर्दा गाडी बाहिर निकाल्ने भएको धुलोले घाँटी खसखसाउनु थाल्यो अरे एकैछिनमा बसिन्छ अगुन्जेल अब यति क्लियर मौसम भइरहेछ नि बाहिर त घामले बस्नै नसक्ने अवस्था भइसक्यो एसीमै बसिन्छ अब फेरि एसीमा बस्नु पनि चिसो बाहिर बस्नु पनि घामले पोल्ने धुलो उड्ने आइलायो के आइलायो सो गाइस म चाहिँ अहिले रुममा आइसकेँ होइन गर्मी पनि भयो लास्ट मम्मी चाहिँ चाउचाउ लिन जानु लाग्नु भएको किनकि मलाई भोक लाग्यो कि ड्युटीबाट केही नखाइ 4 बजे खाजा खाने मम्मीले चाउचाउ लिएर बनाइदिनुहुन्छ म चाहिँ लुगा फुगा लिएर नुहाउनु जानु पऱ्यो आज चाँडै आएको थिएँ होइन आएर अनि यो सरसफाइ गरेर टाइगर टेबलहरू मिलाउनु पर्छ होइन जहाँसम्म ल्याइन्छ अनि त्यहाँ फेरि एडिटिङमा बस्नु पऱ्यो नुहाइधुवाइ त गरियो गाइस है मम्मीले चाउचाउ पनि पकाइदिनु भएछ के टाइपको चाउचाउ हो म त केही बुझ्दिनँ त ठिक छ र अब भनेदेखि पहिला चाउचाउ खाउँ होइन त्यसको पछाडि अनि यो मिलाउनु कति टाइम लाग्ने हो कि मलाई यसो सरसफाइ गरेर टाकटुक्क मिलाउनु पाएँ अरू भन्दा नि चियर भएन कि अब अघि त्यहाँ सोधा गएको 5000 घटीको पाउँदैन रहेछ सेकेन्ड ह्यान्ड भए पनि हुन्थ्यो भनेको पाएन होइन अब फेरि अलिक ठिकै राम्रै चिटिक्कको हेर्दा अलिकति चिटिक्क भन्दा नि अलिकति ल्याउनु बित्तिकै बिग्रिहाल्ने खालको नभए हुन्थ्यो चियर भन्दा त्यो 4वटा त्यो खुट्टा भएको होइन कि घुम्ने खालकै खोजेको मैले चाहिँ सेकेन्ड ह्यान्डहरू पाउँछ नि त होइन 3000सम्मको खोजेको पाएँ यसो अलिअलि जोडिराखौँ भनेर अब स्टुडियो यसो सानो चिटिक्कको बनाउनु पाएँ सजिलो नि त काम गर्नु अन्त युट्युबबाट अब घरभाती पैसा आएको भए हुन्थ्यो नयाँ हाल्नु हुन्थ्यो छैन कि हेर्नु जोडजमाट गरिँदैछ अलिअलि होइन चाउचाउ जिन्दगीमा मेरो केही शरीरबाट झर्छ भने त्यो हो भुत्ला यो टाउको हेर्नुहोस् त यहाँ छैन त सकि नै सक्यो खुलिएर झरेको थोरै जाँदैन यस्तो माया लाग्दैन फेरि सम्पत्तिको नाममा कपालले टाउकोमा त्यो पनि गयो के आइलाग्छ र तातो पो छ त यहीँ देउरेमै खान्छु भनेको त भाँडा माझ्नु झ्याउ लाग्छ क्या यस्तो भद्रगोल रुम कस्तो हुन्छ राम भद्रगोल यति मिलाउनको चक्करले यो सब यत्रो खाँदेर राखेर चाहिँ मैले गाइस यहाँनिर अब मैले यो स्टुडियो योभन्दा राम्रो देखिनँ क्या स्टुडियो फिट गर्दैछु अब यो चाहिँ ल्यापटप बस्छ होइन यहाँनिर यसो अलिअलि सामानहरू बस्छ यहाँ चाहिँ एउटा चेयर आउँदैछ होइन टक्क यो लुगाहरू हट्छ यहाँनिर चाहिँ मैले चिटिक्को तर यहाँनिर यो टेबल अलिक लामो भएर यहाँ अप्ठ्यारो हुने भयो मम्मी छोटो हुनुहुन्छ हुन त हुन्छ यहाँनिर यत्रो सामानहरू रहेछ मलाई थाहै थिएन
यो के हो यो अहिले एक डिटेलमा भन्नु हो भने त यहाँनिर त यति धेरै सामान चाहिँ कुरै नगरौँ। अब यसलाई पनि एडजस्ट गर्नु परेको छ। यस्तो भद्रको रुम कसैको छ भने भन्नु होला। अझ ल्यापटपमा माथि लगेर राखेको छु मैले। माइ गड, यसलाई अब फिट गरौँ कतिसम्म हुन्छ। लगाएछ मैले सेटअप गर्न सकेको भने चाहिँ यति हो होइन। यो यता राखिदिएँ यसलाई चाहिँ यो चाहिँ मैले पुष्पा सोनार राखेँ कपडाहरू त्यो भएको यता राखेँ। मेरो चिटिक्कको स्टुडियो यो हो। ओ माइ गड, पुरै मास्क साक्स लगाएर काम गर्नु पर्छ है। धुलो उड्ने नि त अनि यति धुलो नहुने है। बल्ल बल्ल सक्यो यतिको बनाइयो। यतिको स्टुडियो रुममा यतिको क्रिएट गर्नलाई पनि तपाईँहरूको पनि ठुलो हात छ। धेरै तपाईँहरूले आश्वासन देखाउनु भएको थियो नि त होइन। युट्युबप्रति मलाई लगात देखाउने चाहिँ तपाईँहरू नै हुनुहुन्छ। त्यसै कारणले पनि यति जोड्नु पऱ्यो होइन। काम गर्नु कम्फर्टेबल तरिकाले बसेर काम गरौँ न भनेको बनाएको। लगाइ चाहिँ यता काम सके लगतै सके त के भन्नु। अब काम गरियो अब खाना खाउँ। यहाँनिर मम्मीले साग ढिँडो दाल अचार बनाउनु भएको छ होइन। अब खाउँ अर्ग्यानिक एकदमै। अब काठमाडौँमा बसेर नि तँ चाहिँ अर्ग्यानिक खान्छस् भन्नु होला होइन। खानु पऱ्यो नि त। साग फेरि कस्तो खालको साग भनौँ न, सिम साग भन्छ। त्यो खेततिर पाउँछ क्या यस्तो साग चाहिँ। खेततिर खोला छेउतिर पाउँछ। यतातिर त सङ्लो पानी बग्छ नि त यता छेउ खोलातिर। अनि त्यो खेत पनि छ यो एरियातिर त। अनि खेतमा चाहिँ एकदमै खतरा साग पाउँछ। अनि यहीहरूतिर पतिरको दिदी आन्टीहरूसँग मम्मी गएर लिएर आउनु भएको रहेछ। के कसो आमै हो कि नि सिम साग भन्छ होइन यसलाई। मलाई चाहिँ मन पनि पर्छ। अनि मम्मीले चाहिँ प्रेसर हाई हुन्छ खानुपर्छ भन्नुहुन्छ मलाई। हाई कि लो हुन्छ अरे? प्रेसर हाईको लो हुन्छ। हाई हुनेको लो हुन्छ। ल तिम्रो चाहिँ लो छ मेरो चाहिँ हाई छ। अब मेरो चाहिँ ठिक हुने भयो तिम्रो चाहिँ कम हुने भयो। लगाइस खानपिन त भयो होइन। अब भनेदेखि भिडियो एडिटिङतर्फ लागौँ। अब कुर्सी सुर्सी केही छैन। अब यहीँ बस्छु। यहीँबाट जति भ्याउँछु यसरी यहाँ तल राख्नु पर्ला माउस चाहिँ। तर अलि अप्ठ्यारो होला जस्तो छ। हेरौँ कसरी कम्फर्टेबल हुन्छ काम गर्दै जाउँ। अब कुर्सी आइपुग्छ होला अहिले। ढिलै भइसक्यो रातिको 9 बजी लागिसक्यो। अहिले त के भने भोलि आउला नि। सो भन्दै आजको भिडियो पनि यतितिर व्यस्त गर्छु। अलि लामो भयो। अन्तिमसम्म हेर्नु भयो कि भएन कमेन्ट गरेर भन्नु होला। भेट्छौँ हामी भोलिको भ्लगमा। थ्याङ्क्स फर वाचिङ। गुड नाइट बाई।